गुड मर्निङ सबै साथीहरूलाई नमस्ते। अनि हेर्नुहोस्, म आज फाइनली ट्राफिक सिग्नल माथि अब जाँदैछु भिडियो बनाउन। यो 5 देखि 10 मिनटको भिडियो हुनसक्छ। अनि तपाईँ हेर्नुहोस् कस्तो छ यो भिडियो, कसरी ट्रेनिङ लिने ड्राइभिङको, कसरी सिग्नल माथि यु टर्न, राइट टर्न, लेफ्ट टर्न कसरी गर्ने सबै बुझ्नु होला। यहाँ हाम्रो साथी नै हो है। कहाँ सर तपाईँको नेपालमा घर? नमस्कार, मेरो घर चाहिँ पोखरा। म चाहिँ उहाँसँग ड्राइभिङ सिक्दैछु तालमा। उहाँ चाहिँ मेरो पहिलो टिचर, म पहिलोचोटि स्कुल जाँदैछु। आज 5 दिन भएको छ। हजुर। र उहाँले चाहिँ मलाई हाइवेमा राम्रो कसरी कुदाउने, कसरी सिक्न जाने कुदाउने एकदमै राम्रोसँग सिकाउनु भएको छ। म एकदमै उहाँको सिकाइप्रति खुसी छु। खुसी हुनुहुन्छ? तपाईँहरू पनि कतारमा आएर ड्राइभिङ सिक्न चाहनुहुन्छ भने उहाँसँग ग्रेड पाउन चाहिँ 1-2 महिना कुर्नुपर्छ। एकदमै व्यस्त टिचर, स्कुलको सबैभन्दा व्यस्त उहाँ नै हो। तपाईँहरूले राम्रोसँग सिक्न चाहनुहुन्छ, उहाँसँग सिक्न चाहन्छु भने बेलैमा उहाँको युट्युबहरू छ, अनि इन्स्टाग्राम छ, फेसबुक छ। त्यहाँदेखि पनि तपाईँहरू लाइक, कमेन्ट, सेयर गरेर सम्पर्क गर्न सक्नुहुनेछ। हस्, धन्यवाद। आज 5औँ दिन हो उहाँको, अनि उहाँले राम्रो कमेन्ट्स दिनुभएको छ। अनि सिग्नलमा आज हेर्नु, उहाँलाई फर्स्टचोटि जाँदैछु सिग्नलमा होइन। फर्स्टचोटि उहाँको ड्राइभिङ पनि हो। यतिसम्म कन्ट्रोलिङ राम्रो आएको छ, धेरै राम्रो कन्ट्रोलिङ भएको छ। यो रोड 120 हो, उहाँको ड्राइभिङ हेर्नुहोस् 120 को हाराहारीमा छ। हुन्छ, एकदम दामी छ, गुड। ल, सिधै हिँड्दै गर्नु। दर्शक महानुभावहरू, तपाईँहरू हेर्नुहोस् यो भिडियोलाई अन्तिमसँग, अनि धेरै कुरा सिक्नलाई एकदम पर्याप्त हुन्छ तपाईँलाई। यहाँ सिक्ने कुरा धेरै छन्। अब हाइवेमा एउटा कुरा सिकाउँदैछु कि रडार र क्यामेरा भनेको कस्तो हुन्छ तपाईँले देखाइदिन्छु। जुन चाहिँ स्पिड लिमिटभन्दा कम्ती हिँड्नुपर्छ। म जुम गर्न जाँदैछु। ल, यो तपाईँको भयो रडार, क्यामेरा भने यो बुझिन्छ। तपाईँको यो रोडको स्पिड लिमिट 120 हो भने 115 देखि 115 110 मा चलाउँदा हुन्छ। 20 सम्म चलाउनु पर्छ, त्यस्तो छैन। धेरै राम्रो हिँड्दै गर्नु। अब आउने ब्रिज छ, त्यहाँ एक्जिट गर्नु पर्यो भनेर हेर्नुहोस्, यहाँ फास्टेन योर सिट बेल्ट भनेर साइनबोर्ड दिएको छ। हेर्नु, डोन्ट युज मोबाइल वाइल ड्राइभिङ। ड्राइभिङ गर्ने बेलामा मोबाइल पनि युज गर्नु हुँदैन, डिस्प्ले गरिरहेछ। अब राइटको मिरर हेर्नु त, इन्डिकेटर लगाइदिनु हो। फेरि मिरर हेर्नुहोस्, अनि सोल्डर पनि हेर्नु। अब लाइन चेन्ज गर्नु, खाली छ एक लाइन। एक्सिलेटर कम गर्नु, रेडी मिक्स गाडी छ ऊ पर। फेरि सिसा हेर्नुहोस्, सोल्डर, अनि एक लाइन आउनु, केही फरक पर्दैन हो। पछाडि रहोस्, डिस्टेन्स ठिक छ। फेरि मिरर हेर्नुहोस्, सोल्डर हेर्नुहोस्, आउनुहोस्। स्पिड बढाउनु के तपाईँ, ब्रेक छोएर दबाएको दबाई नगर्नुहोस्। फेरि राइटमा आउनु, खाली छ है। यसरी एक एक गरेर आउनुपर्छ। एकैचोटि 3-4वटा लाइन क्रस गर्नु हुँदैन। ठिक छ। अब हाम्रो फाइनल एक्जिटमा आयो। एक्जिटमा आएपछि एक्सिलेटर बरु अलिक कम गरिदिनुहोस्। अरू ब्रेक लगाउनु पर्दैन, ब्रेक लगाउनु पर्दैन, एक्सिलेटर खालि कम गर्नु। ठिक छ, जानुहोस् यतिमा। यहाँको स्पिड लिमिट के लेखेको छ? 60। अब 60 मा ड्राइभ गर्ने। ल, जानुहोस्, सिधै हिँड्नुहोस्। अब अगाडि एउटा सिग्नल पनि आउँदैछ, ट्राफिक सिग्नल। त्यो ट्राफिक सिग्नलमा हमेसा ड्राइभिङको टाइममा गर्नुपर्ने, ध्यान दिनुपर्ने चिजहरू, साइनबोर्डहरू पढेर, लेन मार्किङ, मैले सिट बेल्ट लगाएको छु कि छैन भनेर लगाउने होइन। ड्राइभिङको बेलामा त हमेसा सधैँ लगाएरै हिँड्छ। तर कहिले पनि लापरवाही नगर्नुहोस्, कहिले पनि लापरवाही नगर्नुहोस्। सानो मिस्टेक, सानो लापरवाहीले गर्दा ठुलो होइन नोक्सान हुनसक्छ। त्यही भएर हमेसा केयरफुल। अब हेर्नुहोस्, ट्राफिक सिग्नलको एउटा साइनबोर्ड आयो होइन। अब यहाँ अगाडि सिग्नल पनि आयो। सेन्टर मिरर चेक गरेर ब्रेक लगाएर स्लो गर्नुहोस्। डिस्टेन्स पनि राख्नु पर्यो, सेन्टरमा राख्नु पर्यो गाडी। ल, यति। अगाडिको गाडीको 2टा टायर राम्रोसँग देखोस्। अब सिग्नल ग्रिन भयो, जानुहोस्। मैले अघि तपाईँलाई भने एक्टिभ मोडमा, फेरि सुतिहाल्नु भएको छ जस्तो लाग्छ। ननिरुनु न, सिधा हुनुहोस् न अलिकति। ल, सिधै हिँड्नुहोस्। यहाँको स्पिड लिमिट 50 लेखेको छ है। अब के गर्नु, राइटको सिसा हेर्नु, इन्डिकेटर राइट लगाउनु त। हामीले राइट जानुपर्ने छ। फेरि हेर्नुहोस्, खाली छ, सोल्डर चेक गरेर अब राइटमा आउनुहोस् हो। अब फेरि यहाँबाट इन्ट्री राइटबाट हुन्छ, यहीँदेखि हुन्छ।
सुरुवातमा हो यहीँदेखि ठिक छ गुड जाँदै गर्नु इन्डिकेटर जलिरहोस् स्लो गर्नुहोस् हल्का हल्का अब यो पेडेस्ट्रियन क्रसिङको छेउमा आयो भने लेफ्टतिर हेर्ने इन्डिकेटर लगाउने लेफ्टको रोक्नु छैन कि जानु स्पिड बढाउनु यो लाइन छ नि यो नो ओभरटेकिङ लाइन हो यहाँ लाइन चेन्ज गर्नु हुँदैन सिधा पुरै भइसकेपछि मिरर हेर्ने खाली छ भने लेफ्टमा जाने जानुहोस् स्पिड बढाउनुहोस् हात अलि माथि राख्नु त हो ठिक छ यहाँको स्पिड लिमिट 80 लिएको छ अगाडि फेरि के आउँदैछ हेर्नुहोस् त रिड्युस योर स्पिड येलो लाइन आउँदैछ होइन अब स्लेटो छोडिदिनुहोस् केही गर्नु पर्दैन ब्रेक लगाउनु पर्दैन यो लाइन भनेको स्पिडलाई कम गर्ने गति कम गर्ने स्लेटर मात्रै छोड्नुहोस् केही नगर्नुहोस् अहिले स्लो हुँदै जान्छ अब सेन्टर मिरर चेक गरेर ब्रेक अप्लाई गर्नुहोस् स्लो हुन्छ अब तपाईँलाई मोडमा कतिको चाहियो स्पिड त्यतिको बिचबाट जाओस् लाइन टच नहोस् कुनै पनि हो नो ओभरटेकिङ लाइन छ दुईवटा गुड जानुहोस् अब स्लेटर दिनु बढाउनु स्पिड ठिक छ ल फेरि अर्को सिग्नल आउँदैछ होइन यो सिग्नलदेखि सिधा जाने हो यो सिग्नल अहिले रातो पनि छ होइन रोक्नु पऱ्यो भने रोकौँला त्यो आँटिनु पर्दैन अनि बिन्दास तरिकाले जानुहोस् रोक्नु पर्छ होला अब सेन्टर मिरर चेक गरेर ब्रेक बिस्तारै अप्लाई गर्नुहोस् स्लो हुँदै गर्छ ग्रिन भयो अब रोक्नु परेन सिधै हिँड्नुहोस् सिधै हिँड्नुहोस् ठिक छ अब लेफ्ट मिरर हेरेर लेफ्ट इन्डिकेटर लगाउनु त फेरि पनि हेर्नुहोस् सोल्डर चेक गरेर लाइन चेन्ज गर्नुहोस् ओके गुड अब यहाँदेखि फेरि लेफ्ट जानु त एउटा लाइन हो ओके अब सेकेन्ड लाइनमा राख्नुहोस् लेफ्ट जानलाई यही लाइन यो फर्स्ट लाइन भयो यो सेकेन्ड लाइन भयो फर्स्ट लाइनदेखि युटर्न मात्रै गरिन्छ सेकेन्ड लाइनदेखि लेफ्ट जाने है तर यहाँ फर्स्ट लाइनबाट लेफ्ट जान पनि सकिन्छ तर यहाँदेखि युटर्न कहिले पनि नगर्नु होला है युटर्नको लागि लेफ्ट लाइन अगाडि जानुहोस् तपाईँको भएन यो अझै जानुहोस् त्यो व्हाइट लाइनको छेउमा जानुपर्छ यो कारको बोर्डनेट हो र स्टप यतिको यो भनेको तपाईँको स्टप लाइन हो म यसरी देखाउँ यो अगाडि देखिएको यो स्टप लाइन हो यतिको हुनु पर्यो अब सिग्नल रातो छ होइन वेट गर्नुहोस् केही नगर्नुहोस् हामी अहिले कुन लाइनमा हो भने फर्स्ट त्यो भयो भने सेकेन्डमा हो हामी अब सेकेन्डमै जाने उता 3 लाइन छ है अगाडि 3 लाइन छ भने सेकेन्डमा जाने सेकेन्डमा जाने तपाईँ रेडी कन्डिसनमा बस्नु तेस्रोमा जानु भएन फर्स्टमा जानु भएन सेकेन्डमा जाने ल ग्रिन भयो यो इन्डिकेटर चाहिँदैन फलो गर्नुहोस् यो लाइनलाई यहाँ लाइन थियो मेट्यो सेकेन्डमा ठिक छ गुड जानुहोस् अब हेर्नुहोस् यो स्पिड लिमिट कति लेखेको छ यहाँ 80 छ 75 to 80 मा ड्राइभ गर्नुहोस् सही छ गुड अब फेरि अर्को सिग्नल आउँदैछ यहाँदेखि युटर्न गर्नुहोस् मिरर हेर्नु त लेफ्टको इन्डिकेटर लगाउनु फेरि मिरर हेर्ने सोल्डर अनि एक लाइन चेन्ज गर्नु युटर्नको लागि हामी फर्स्ट लाइनमा जाने लेफ्टवाला ठिक छ सेन्टर मिरर हेरेर ब्रेक पनि एप्लाई गर्ने ग्रिन छ तर स्पिड त कम गर्नु पर्यो युटर्न गर्नलाई हो रातो भयो अब ठिक छ नो प्रब्लम अब रोक्नु पर्ने कहाँ हुन्छ तपाईँलाई अघि सिकाएको त्यही ठाउँमा रोक्नुहोस् धेरै पहिला पनि होइन अझै जानुहोस् एकदम भयो यतिकोमा रोक्नु है कहिले पनि रोक्दा यो छन् स्टप लाइन भनेको यो है अलिकति देख्नु पर्यो अब सेकेन्ड लाइन तपाईँको सेकेन्ड लाइनमा हुन्छ है युटर्न भनेको सेकेन्ड लाइनमा हुन्छ फर्स्ट यताको भयो सेकेन्ड उता 3 लाइन उता पनि छ बिचमा आउनु होला ल वेट गर्नुहोस् ल ग्रिन भयो जाऊ सेकेन्ड लाइनमा आउनु होला राइट ह्यान्डमा राख्नु घुमाउनु यो हातलाई उता नलानु है स्पिड दिनु अलि भएन यो हात त्यहाँ नलाउनुहोस् है अनि यो भएन अर्कोचोटि फेरि पनि गर्नुहोस् युटर्न अगाडि सिग्नल आउँदैछ है ल युटर्न गर्नु त फेरि मिरर हेर्नु लेफ्टको इन्डिकेटर लगाउनु फेरि हेर्नुहोस् सोल्डर हेरेर एक लाइन चेन्ज गर्नुहोस् एकदम सही छ अब यो लाइन चेन्ज भयो भने यहाँदेखि फर्स्ट लाइनमा जाने युटर्नको लागि फर्स्ट लाइन हुन्छ तर युटर्न गर्ने बेला सेकेन्डमा आउनुपर्छ ल अब यहाँ एरो दिएको छ यहीँदेखि इन्ट्री गर्नु इन्डिकेटर चालु हुन्छ युटर्नमा
लेफ्ट जानु पऱ्यो भने यो लाइन हो, युटर्न गर्नु पऱ्यो भने यो फर्स्ट लाइन हो, लेफ्टको लागि सेकेन्ड हो। युटर्न गर्ने बेलामा इन्डिकेटर चालु होस् हो। अब रोक्नु पऱ्यो भने अगाडिको गाडीको दुईवटा टायर जुन छ नि त्यो ट्याक्क मजाले देखियोस् जमिनसँग छोएको। यति सिग्नल ग्रिन भयो, युटर्न गर्नु सेकेन्ड लाइनमा है। ठिक छ, घुमाउनुहोस्। अझै पनि भएन, ठिक छ, नो प्रब्लम, भएन, यो पनि भएन, तर पनि लगभग ठिकै छ। फेरि पनि आज फर्स्ट टाइम हो नि त तपाईँको, फर्स्ट डे हो सिग्नलमा। अब यो सिग्नलदेखि आउने सिग्नलदेखि सिधा जानुहोस्, अब तपाईँ सिधै हिँड्नुहोस्। अगाडिको सिग्नल ग्रिन पनि छ, यो गाडीको पछि पछि जानुहोस्, अलिकति त्यो नयाँवाला होइन, पछि नै बस्नु। सिग्नल रेड भयो, ठिक छ, ठ्याक्क यसको पछाडि सेफ डिस्टेन्समा रोक्नुपर्छ। लाइनको बिचमा, एकदम बिचमा थाहा कसरी पाउने? यताको सिसा हेर्नु कति लाइन अलग छ, यताको सिसा हेर्नु कति लाइन अलग छ भन्ने थाहा हुन्छ। अझै जानुहोस्, धेरै टाढा छ हो, बस रोक्नुहोस्, यतिमा रोक्नु। ग्रिन भयो, अब जानुपर्छ सिधा जाने, यसको पछि पछि नै जानु, अहिले केही नगर्नु। अब ओभरटेक गर्नु पऱ्यो भने के गर्नु? तपाईँले मिरर हेर्नु, इन्डिकेटर लगाइदिनु, खाली छ, फेरि हेरेर सोल्डर गरेर हेरेर अनि जानु। स्पिड बढाउनु स्पिड छिटो बढाउनु, फेरि अफ गर्नु इन्डिकेटर, कुदाउनुहोस्, सिधा हिँड्नुहोस्। अब सेफ डिस्टेन्स भयो, राइट मिरर हेर्नु, इन्डिकेटर लगाउनु, फेरि पनि राइट हेर्नु, सोल्डर हेरेर राइटमा आउनुहोस्, एकदम सही छ, गुड। अफ गर्नु इन्डिकेटर। त्यो गाडी लास्टै स्लो थियो स्कुलको गाडी। ल सेन्टर मिरर चेक गरेर ब्रेक अप्लाई गर्नुहोस्, स्लो होस्, सिग्नल रेड छ। यो टी जङ्सन हो, टी जङ्सनदेखि अब लेफ्ट जानलाई सेकेन्ड लाइन हो, अनि फर्स्ट लाइन भयो तपाईँको युटर्न गर्नको लागि। रोक्ने ठाउँ तपाईँलाई थाहा छ, अघि सिकाएको त्यसै ठाउँमा रोक्नु होला, एकदम भयो यसरी। ल ओके, ग्रिन, सेकेन्डमा छौँ हामी, सेकेन्डमै जाने हो लेफ्ट जानलाई। बढाउनु स्पिड, हो सही छ, बढाउनुहोस् स्पिड, 80 को स्पिड हो यो रोडको, बढाउनुहोस्। अगाडिको सिग्नल फेरि रेड छ, तर स्पिड बढाउँदै गर्नु। रोक्नु पऱ्यो भने रोकाउँदा। ल अब एक्सिलेटर छोडिदिनु। अब सेन्टर मिरर हेरेर ब्रेक लगाउनु, स्लो होस्। रोक्ने ठाउँ तपाईँलाई थाहा छ, ठाउँ कति राम्रो छ है यहाँको, दामी छ है। ल ठिक छ, गुड, ठिक छ, बढाउनु स्पिड छिटो छिटो। अब आउने सिग्नलदेखि लेफ्ट जाने है सर, लेफ्ट हेर्नु त, इन्डिकेटर लगाउनु, फेरि हेर्नुहोस्, सोल्डर हेर्नु, अनि बिस्तारै सिफ्ट गर्नुहोस् लेफ्ट। लेफ्ट जानलाई कुन लेन युज गर्ने? सेकेन्ड। अब यता आएपछि अब अफ गरिदिनु इन्डिकेटर, पर्दैन इन्डिकेटर, किन लेफ्ट जाँदै हामी। अब सिग्नल फेरि रेड छ, स्लो गर्दै गर्नु। रोक्नु पऱ्यो भने रोकौँला, बिस्तारै जानु, स्लो गरेर। ठिक छ, एकदम गुड, धेरै राम्रो देखिएको छ। ल ग्रिन भयो, जानुहोस्। इन्डिकेटर पर्दैन सर, सेकेन्ड लाइनमा जानु होला है, 3टा लाइन यता पनि छ। हो अब यहाँ नयाँ स्पिड लिमिट 60 आयो तपाईँको, बढाउनुहोस्। अगाडि एउटा जिगज्याग सिग्नल छ, रिड्युस योर स्पिड भनेर येलो लाइनहरू पनि छ। यो सिग्नल क्रस गरिसकेपछि आउने सिग्नल जुन हुन्छ त्यहाँदेखि राइट जाने हामी, जाँदै गर्नु, एकदम राम्रो, ठिक छ। अब हामी राइट जाने, आउने सिग्नलदेखि मिरर हेर्नु, राइटको इन्डिकेटर लगाउनु, फेरि हेर्नु, सोल्डर हेरेर अब एक लाइन आउने राइटमा, हो बस गुड। इन्डिकेटर चालु होस्, किन राइट जाँदै, स्लो गर्नु, टर्निङ हो। ल राम्रो, धेरै राम्रो, जाँदै गर्नु राइटतिर, घुमाउनु,
राइटमै होस् गाडी, अब लेफ्टमा नजाने, यसै लाइनमा जाने, सिधा स्पिड बढाउनु। अब अफ गर्नु इन्डिकेटर, सिधा स्पिड बढाउनु, यसै लाइनमा जानु। तपाईँ स्पिड बढाउनु के, स्पिड बढाउनु। ठिक छ, भयो। धेरै स्पिड पनि नबढाउनुहोस्, यति ठिक छ। अब हेर्नुहोस्, अब कतिको स्पिड देखिएको छ सामने अगाडि, 120 छ होइन, हो कि नै? 100 बनाउनुहोस् कम्तीमा पनि। 120 देखिरहेको छ नि, 100 बनाउनुहोस्। छैन 100, क्रस गर्नु 100 लाई। लेफ्ट मिरर हेर्नु, इन्डिकेटर लगाउनु, हाइवे जोइन गर्नु छ है। एक लाइन मात्रै, फेरि हेरेर सोल्डर चेक गरेर एक लाइन। अहिले लाइन चेन्ज नगर्नुहोस्, फेरि हेर्नुहोस् खाली छ। यो बाइकलाई ओभरटेक गरेर जानुहोस्, ओभरटेक गरेर सेफ डिस्टेन्स बनाएर। अब हेर्नु त, एक लाइन मात्रै आउनुहोस्, फेरि सिसा हेर्नुहोस्, इन्डिकेट सोल्डर चेक गर्नु अनि जानु एक लाइन। स्पिड कम नगर्नु, बढाउनु, स्पिड बढाउनुहोस्, अफ गर्नु। अहिले हामी 4th लाइनमा आयो। हाइवेमा 1st, 2nd, 3rd, 4th 3 र 4 हाम्रो ट्र्याकमा मिडियम स्पिडको लागि 1st, 2nd भयो फास्ट ट्रेक, ओभरटेकिङ ट्रेक। त्यतातिर नजानु। ओभरटेक गर्नको लागि 1st, 2nd मा जान मिल्छ, तर कन्टिन्यू ड्राइभ गर्न मिल्दैन है। हेर्नुहोस्, यहाँ स्पिड लिमिट 120 छ, 110 सम्म हामी चलाउँदा हुन्छ, किनकि हामी मिडियम स्पिडमा हो। अनि ठिक छ हाम्रो स्पिड, जुम गरिदिन्छु 110। हाम्रो अगाडि एउटा रडार पनि आउँदैछ, स्पिड क्यामेरा भनिन्छ जसलाई। यो हो 120 को एलाउ छ, 120 भन्दा माथि गयो भने यहाँ फ्ल्यास आउँछ अनि फाइन आउँछ। फाइन भनेको 500 रियाल आउँछ। ठिक छ, जाँदै गर्नु, गुड। यो लास्टको लाइन राइटवाला एक्जिट इन्ट्रीको लागि हुन्छ, त्यतातिर सिधा जानु छ भने हमेसा सधैँभरिको लागि हामी 3rd या 4th यो दुईवटा लाइनमा चलाउने। 1st, 2nd फास्ट ट्रेक, ओभरटेकिङ ट्रेक भयो, 3rd या 4th हाम्रो ट्र्याक हो। ल, सम्पूर्ण साथीहरूमा धन्यवाद। यो च्यानलहरूलाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अनि यो भिडियोलाई सिक्ने मान्छेले डबल रिपिट गरेर पनि हेर्न सक्नुहुन्छ होइन, रिपिट गरेर पनि हेर्न सक्नुहुन्छ। अरू भिडियोहरू पनि छ, राउन्डएबाउटको, हाइवेको, ब्रिजको, सिग्नलहरूको अरू भिडियोहरू पनि छ। यो भिडियो ड्राइभिङको लागि धेरै राम्रो छ, तपाईँहरूको लागि यो भिडियोहरू हेर्दै गर्नु, धेरै कुरा सिक्नलाई मिल्छ। र सब्सक्राइब गरिदिनु, आउने भिडियोहरू आफै आउँछ तपाईँहरूको मोबाइलमा। कस्तो लाग्यो सर तपाईँको ट्रेनिङ? एकदमै राम्रो लाग्यो। पहिलोचोटि मलाई सिक्न मजा जानुभयो, मलाई एकदमै आत्मविश्वास बढेको छ नि, कन्फिडेन्स आउनु पर्यो बढेको छ एकदम। ढुक्कै छु, धन्यवाद। हस्, वेलकम। ल, अब हामी के भयो, अब अटोमेटिक हामी 4th लाइनमा आयो, लास्ट लाइनमा होइन। र लास्ट लाइनमा हामी सिधा जानलाई अलिक अप्ठ्यारो हुन्छ, किन एक इन्ट्री गर्छ त्यो मान्छेहरू हाइवेमा, एक्जिट पनि गर्छ। यो लास्ट लाइनमा अलिक डिस्टर्ब गर्छ भन्नाले 3 नम्बरमा हिँडिदिनुहोस्। लेफ्ट मिरर हेर्नु, इन्डिकेटर लगाउनु, फेरि मिरर सोल्डर चेक गरेर एक लाइन चेन्ज गर्नु। अब एकदम करेक्ट भयो। 1st, 2nd, 3rd, 4th दुईटैमा चलाउन मिल्छ है। 1st, 2nd भनेको फेरि पनि भन्छु म, ओभरटेकिङ र फास्ट ट्रेकको नाम हो। जान मिल्छ तर कन्टिन्यू ड्राइभ गर्न मिल्दैन त्यहाँ। अर्को पनि एउटा रडार देखाउँदैछ तपाईँलाई हाइवेमा, क्यामेरा भन्छ, स्पिड क्यामेरा, जसलाई जुम गरिदिन्छु। यो हो तपाईँको स्पिड क्यामेरा, यसैले हो। ओभर स्पिड गऱ्यो भने फ्ल्यास दिनु, फ्ल्यासले 500 को फाइन आउँछ। ठाउँ कस्तो छ सर? एकदमै रमाइलो, पिसफुल है, ग्रिनरी, मजा आउँछ सिग्नल है। फेरि पनि धन्यवाद भन्न चाहन्छु हेरिदिनु भएकोमा भिडियो। अनि सब्सक्राइब अनिवार्य गरिदिनुहोस्। ओभरटेक गर्नु त त्यसले हो, हेर्नुहोस् हामी 2nd ट्रेकमा जाँदैछौँ ओभरटेक गर्नलाई, तर स्पिड कम नगर्नु। स्पिड कम गऱ्यो भने हामी पछि नै रहिहाल्छौँ। अफ गर्नु इन्डिकेटर।
यसरी सेफ डिस्टेन्स हुँदैमा लाइन चेन्ज गर्ने। अब फेरि सेफ डिस्टेन्स भइसकेपछि राइट मिरर हेरेर इन्डिकेटर लगाउने, फेरि मिरर सोल्डर चेक गरेर एक लाइनमा आउने। गुड हो। अब एक्जिट गर्नु छ है, यहाँदेखि मिरर हेर्नुहोस् खाली छ, फेरि सोल्डर चेक गरेर एक लाइन आउनुहोस्, अफ नगर्नु है इन्डिकेटर। अब एकदम राम्रो। फेरि पनि मिरर सोल्डर फेरि एक लाइन आउनु, फेरि मिरर खाली छ, बिल्कुल खाली छ, सोल्डर एक लाइन आउनुहोस्। बस अब हामी एक्जिटमा आइयो। पहिल्यैदेखि प्रिपेयर गरेर आउनुपर्छ। ठाउँ कस्तो राम्रो छ है, पहिला बोट बिरुवाहरू यहाँ हुन्थेन, अब चाहिँ बोट बिरुवाहरू पनि छ। धेरै राम्रो। तपाईँ आफ्नो ट्र्याकमा हिँडिराख्नुहोस्, स्पिड अलिक कम्ती होस्, फरक पर्दैन। ठिक छ, यतिकैमै जानुहोस्। त्यो वाइट कार त्यो फास्ट्यागमा स्लो गरिरहेछ। तपाईँ यसै लाइनमा हिँड्नुहोस्, कहीँ नजानुहोस् दायाँ बायाँ। एकदम राम्रो। गुड। जाँदै गर्नुहोस्। हरियो भरियो कस्तो छ राम्रो यहाँ ठाउँ हो। ठिक छ, स्पिड दिनुहोस्। स्पिड दिनुहोस्, स्पिड। बस सही छ। एकदम राम्रो। हस् साथीहरू, त धन्यवाद तपाईँहरूलाई। अनि यो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब अनिवार्य गरिदिनुहोस्। धन्यवाद।